लिटरको कति पर्छ दाइ? 10 रुपियाँ डिस्काउन्ट दिनु न। तर हेर्दाखेरि जोगाइला पनि छि भनेर चाहिँ नहोस्, त्यति चाहिँ हुनु पर्यो। हेलो गाइज, वेलकम टु माई भ्लग। यो कस्तो खतरा है, दामी छ, सही छ। नानी मेरो चाबी कहाँ छ? यहाँ छ। सी इज माई सिस्टर। हेलो भनिदियो। ल म गएँ है। आई हेभ अ लट अफ वर्क आज। तन्काउ न यसरी। ल भयो। ओके ल हामी निस्कौँ यहाँबाट। ठिक छैन नि कस्तो खतरा। अब यहाँबाट हामी कहाँ जान्छौँ थाहा छ? कस्तो घाम चर्केको छ। ओहो, पहिला त फ्युल हाल्नु जान्छौँ, आज फेरि फ्युलको प्राइस बढायो अरे नि त। मेरो पसल कहाँ हो थाहा छ? मेरो पसल कतिलाई थाहा छैन होला, मेरो लोकेसन कहाँ हो पसलको भनेर। मेरो पसलको लोकेसन घरकोबाट इमाडोल जाने बाटो यस्तो पाएको अपोजिट। इमाडोल तरकारी तथा फलफुल बजारको ठ्याक्कै अपोजिटको फर्स्ट फ्लोर। ए हो त्यो वालपेपर लेखेको ठाउँ हो त्यो। मेरो स्कुटर छ यहाँ। मेरो कसले सोधेको थियो मलाई, तपाईँको स्कुटरले कति दिन्छ माइलेज भनेर सोध्नु भएको थियो होइन? मलाई थाहा छैन कति दिन्छ माइलेज, अनेस्टली थाहा छैन। ए पुरै डाउन छ। फ्युल एमपिटी मैले त्यो फ्युल उयो राखेर पनि 10 किलोमिटर कुदाइसकेँ। अब हामी यहाँबाट जान्छौँ पहिला नमस्ते पेट्रोल पम्प। आज पनि हामी नमस्ते पेट्रोल पम्पै जान्छौँ है फ्युल हाल्नलाई। आज नि हामी नमस्ते पेट्रोल पम्प जान्छौँ फ्युल हाल्नलाई, अनि त्यहाँबाट बाँकीको हाम्रो आफ्नो काम गरिन्छ। प्रतिदिन फ्युलको रेट बढिरहेछ। अस्ति के आउने सरकारले 50% कर छुट गरेको भन्ने सुनिरहेको थिएँ, त्यसले गर्दा घट्छ होला भन्ने मेरो अनुमान थियो होइन। तर फ्युलको रेट फेरि बढेर आयो क्या, थाहा छैन आज कति भएको छ। अस्ति 202 कि कति थियो है, के भएर अफ भयो त? आफै अफ हुन्छ त। यहाँबाट हामी तल जान्छौँ। जरा को नहीं थे चरम आती नहीं। कतिको हाल्ने? 650 को हाल्छु। मलाई कति कति के माइलेज दिन्छ मलाई थाहा छैन है। 2-4 छ भनेपछि 3 लिटर त आउँछ। म 3 लिटर पेट्रोल हाल्छु आज है। पहिला म यहाँ जान्छु, त्यसपछि मेरो यो वालपेपर यो अस्ति कामबाट रिटर्न आएको छ, यसलाई रिटर्न गर्छु। त्यसपछि मेरो भिडियो बनाउने ठाउँमा जान्छु, भिडियो बनाउँछु। अरे कति धेरै हो, लाइन छ त, लाइन छ त, लाइन। हामी यता बस्ने, यहाँ बस्ने हामी। कति छ रेट? 219 पुगेछ। 219। 3 लिटरको कति पर्छ दाइ? 660। 50 मा हालिदिनु न, ठ्याक्क 650। खुसी। 10 रुपियाँ डिस्काउन्ट दिनु न पेट्रोल। अलिकति पुगेन। सेट गरौँ। ला पुरै भएर 624.9 छ है। 3
लिटरमा अलिकति 7 मात्रै भयो 2.7 मात्रै गयो 650 मा राम 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 कति महँगो भयो 15 15 30 45 रुपैयाँ बढी गयो यार ओके 624 पऱ्यो लास्ट डे महँगो भयो आम्मामा 219 रुपैयाँको पेट्रोल जिन्दगीमा यति धेरै महँगो पेट्रोल हालेको थिइनँ मैले तर मैले हालेँ किनभने बाध्यता हो मैले हाल्नै पर्छ नहालिकन मेरो फेरि अरू धेरै खर्च हुन्छ किन भन्नु न अब म त्यहाँबाट बालकुमारी आएँ भने मिनिमम 100 रुपैयाँ चेट होइन म न्यु रोड प्रायः म दिनमा एकचोटि गइरहेको हुन्छु न्यु रोड गयो भने 150 200 रुपैयाँ चेट जाँदा 200 चेट आउँदा 200 चेट 400 रुपैयाँ चेट त्यहाँ मात्र जाँदिनँ म अरू आफ्नो काम गर्ने ठाउँमा पनि जान्छु काम गर्ने ठाउँमा 100 आज एक ठाउँमा काम गरेको 200 चेट 400 500 600 चेट फेरि अर्को ठाउँमा काम गर्न जान्छु त्यहाँको 200 चेट 6 7 800 रुपैयाँ त दिनको 800 देखि 1000 रुपैयाँ त दिनको म यदि मैले स्कुटर नचलाउने हो र इनड्राइभमा हिँड्ने हो या अरू कुनै पनि उयो हेर्ने हो भने 800 900 चेट हुन्छ बसमा हिँडेर म भ्याउँदिनँ काम गर्न म सक्दिनँ बसमा हिँडेर किनभने इट टेक्स टु मच टाइम आई हेभन्ट किन के गर्नु भएको पता नहीं ये लोग क्या करते रहते हैं त्यही भएर हामी सरकारी बसमा या टेम्पोमा हिँडेर हामी काम गर्न सक्दैनौँ दिनमा कतिवटा ठाउँ पुग्नुपर्छ होइन अनि आफ्नो गाडी त साधन त चाहिन्छ नि गाह्रो छ यताको यो फोहोरहरू धुलोहरू सबै हटाउने हो नि यहाँ अरूसम्म त गाडीहरू कुद्न पाउँथ्यो नि होइन यस्तो फोहोर छाडेको के यति एउटा कुरा देखाउनु पर्दा हिजो भक्तपुर गएको होइन यस इमेजिन क्या भक्तपुर गएको थिएँ अनि यस्तै एउटा फोहोर यस्तो खालको एउटा खाल्डो थियो होइन यो लाइन पहिला लाइन ठ्याक्क यस्तोरी घुमाएर लगिदिएको क्या त्यो फोहोरलाई लेट इट बी होइन ठ्याक्क ल्याएर त्यो फोहोरलाई ट्याक्क घुमाएर फेरि ल्याइदिएको क्या अब काम गर्नेहरू अनि ठ्याक्कै कस्तो क्या अब त्यो लाइन त्यसरी पनि लाउनु पऱ्यो घेरा त भनेर होला होइन पहिला लाइन लाउँछ नि यो साइडमा यस्तो होला ठ्याक्क त्यो फोहोरको जस्तो छ नि त्यो खाल्डो छ नि त्यसलाई खाल्डोलाई त्यही छोडिदिने अनि खाल्डो चाहिँ यो सडक होइन तरिकाको क्या अब ठिक्क मसँग हिजो क्यामेरा नै अन गरेँ क्यामेरै लगेको थिएन बनाउँथेन भिडियो साँच्चै हो दसैँ लागेर हिजो तपाईँ बाटो गएको राम राम त्यो बाटो त म जिन्दगीमा हिँड्दिनँ त नभनौँ पर्सि गर्दा त त्यही बाटो हिँड्नु पर्दैछ तर कस्तो हिलो राम 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 कस्तो खर्रवाला मेरो साउन्ड हेरेको छ स्कुटरमा अनि यहाँको यो चिया ग्यालरी कति टाइम भइसक्यो बन्द छ किन होला यो चुनावभन्दा अगाडिदेखि बन्द भयो है हाम्रो कुशल दाइको जस्तो लाग्छ मलाई दाइ लाग्छ होइन हो फोटोग्राफर दाइ कति चुनाव अगाडिदेखि बन्द छ अहिले स्टिल बन्द छ अहिले पनि बन्द आम्मा चुरोड चाहिँ छोड्नु हुँदैन है फेरि बाइक चलायो भने पनि हेलो हेलो यहाँ त खाँदैन नि होइन सिट यहाँ त सिट खाँदैन नि सिट खाँदैन नि यहाँ त के गर्नुभएको अस्ति खाइदिएको होइन मेरो सिट तपाईँ हुनुहुन्थेन तपाईँ हुनुहुन्थेन दिदी तपाईँले त मेरो सिटै देख्नु भएको रहेन त कहाँ छ कुकुर कहाँ छ ए आमा यत्रो जोरले टोकिदिया रहेछ नि यस्तो खाइदिएको सिट चेन्ज गरेँ फेरि मैले अहिले खाइदिएन फेरि तनाव हुन्छ यसलाई के गर्नु म के गर्नु मिल्छ त हेर्नु त पुरै आफैले भरपाई गरेको नि छैन त ल कोही हेलो भनिदिनु न हेलो उहाँ हाम्रो सबभन्दा अभिभावक
गाइज प्लिज से हेलो उहाँ हाम्रो म्याम उहाँ पनि हाम्रो म्याम यस हजुर पनि आउनुभयो हजुर यस तपाईँ मेरो सब्सक्राइबर होइन तपाईँले गर्नुभएको अस्ति गरेँ है म्याम आसमा म्याम आउनु भएन आज जाउँ म गरिदिन्छु नि भन्नु न ले हे तेरिका यदि एउटा काम त गर्दै हाल्छु न के चलानी बनाउन आउँदैन त मलाई बनाउनु भन्नु भएको छ सरले के को फाउन्टेनको सब बनाऊ न बनायो मोटर लिएको मोटर त ल्याएको हो कि त्यो अस्ति कस्टमरलाई पठाएको भनेछु पठाइसके ए ए आज माग्नु छुट्टी आज ए ल ठिक छ यो के हो फेरि ए यो अस्तिको ल ठिक छ गाइज यो घडी हामीले मात्र 5580मा दिएको छ मार्केटमा 6500 छ यसको प्राइस मात्र 5500मा छ अर्को पनि भन्छु अनि यो पनि मात्र 5500 हो ए यता पनि राखिदिनु भएको यो घडीहरू निकालिदिएको यो पनि 5500 हो घडी यस्तो दामी यस्तो मजाको घुम्छ नि यो पनि 5500 हो घडी मयूरको घडी सक्यो म्याम ऊ त्यो एउटा भएको त्यो अरू सकिएछ ल यो पनि 5500 यो पनि 5500 कस्तो दामी घुम्छ हेर्नु न यो यत्रो ठुलो साइज छ यत्रो ठुलो साइजको घडी मात्र 5500 क्यान यु बिलिभ इट गाइस मात्र 5500 यो मार्केटमा 7500ले बेच्छ 5500 लास्ट एक पिस छ यो फाउन्टेनहरूको भिडियो बनाउने आज हुन्छ मोटर यो सब फ्रेमहरू छ कस्तो दामी दामी फ्रेमहरू छ हाम्रोमा नयाँ आएको फ्रेम यो अस्ति बनाएको वाला थियो नि यो कम्पार्टमेन्टवाला यो 2 कम्पार्टमेन्टवाला यो लन्ड्री ब्याग या तपाईँको स्टोरेज ब्याग भने पनि भयो यो यस्तो हुन्छ यी हेर्नुहोस् अनि यो चाहिँ तपाईँको ठ्याक्क यसरी दुईवटा कम्पार्टमेन्ट हुन्छ होइन यो पनि यहाँ अड्काउन मिल्छ यो एउटा छ यो एउटा छ छुट्टै छुट्टै सामान राख्नुलाई छुट्टै छुट्टै कपडा राख्नुलाई माछा मार्ने जाली भन्नु सम्झिनु होला फेरि यो माछा मार्ने जाली चाहिँ होइन यो फेरि कपडा राख्ने हो यो है माछा मार्ने जाली भन्नु फेरि माछा मार्न जानुभयो नि तन छुट्टा छुट्टै हो है अनि यो तपाईँको यस्तो हुन्छ यो यस्तो हुन्छ सही छ यति दह्रो छ यो सबै वुडको बवाल छ प्रोडक्ट अनि यसमा छुँदा त करेन्ट लाग्छ मलाई छुँदै डर लाग्छ यो वेलकम ब्याक गाइज म अहिले त धेरै टाढा आइसकेँ वेलकम ब्याक गाइज म अहिले कहाँ छु ठ्याक्कै गौशाला छु है यति बेला यहाँबाट म जाँदैछु ट्राभल हाम्रो सरको अफिस जाँदैछु म आज किनकि मलाई यो क्यामेरा दिनुपर्ने छ भोलि एउटा सुट छ नि त त्यो भएको भएर अनि म ठ्याक्कै यो पुलमा आइपुगेँ यति बेला गौशालाको अनि एउटा कुरा आई जस्ट वान्ट टु आस्क यु होइन मान्छेको अपिरियन्सले होइन अरूले हेर्ने नजरमा कतिको इफेक्ट गर्छ जस्तो लाग्छ तपाईँहरूलाई चाहिँ यस्तै कुनै मान्छेले लुगा हेरेर जज गर्यो टाइपको कुरा गर्छ नि होइन तपाईँहरूलाई चाहिँ के लाग्छ मान्छेको अपिरियन्स कतिको इम्पोर्टेन्ट छ मान्छेको बोली वचन भन्दा पनि फर्स्टमा उसको लगाएको अनुहार लुगा त्यसो उहाँको अनुहार नै हेर्छ मान्छेले बोलीभन्दा अगाडि उसको अनुहार त्यो लुगा नै हेरेको हुन्छ नि त व्हाट डु थिङ्क गाइज यार कतिको इम्पोर्टेन्ट छ अपिरियन्स बाहिरको देख्ने चिज देखावटी चिजहरू कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ है एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ मलाई चाहिँ स्ट्यान्डर्ड भएर हिँड्नुपर्छ भन्ने छैन तर एटलिस्ट आफूले लगाएको लुगाले चाहिँ आफूमा एउटा कन्फिडेन्ट चाहिँ बिल्डअप हुनुपर्छ है मलाई चाहिँ पर्सनली त्यो लाग्छ होइन अनि एकदमै हाई क्लास ड्रेसअप गर्नुपर्छ भन्ने छैन स्ट्यान्डर्ड ड्रेसअप गर्नुपर्छ भन्ने छैन तर आफ्नो कन्फिडेन्ट बिल्डअपको लागि हुन त लुगा लाएकोले हेर्छ र हेर्नेले यतिकै नै हेरिहाल्छ नि नो गाइज स्पेसली
गर्ल्सहरूले त यत्तिकै पनि गरिराखेकै हुन्छ स्पेसली हाम्रो दाजुभाइहरू जो जति हुनुहुन्छ होइन उहाँहरूको लागि पनि मैले भनिरहेको छु ड्रेसअप इज द मोस्ट इम्पोर्टेन्ट थिङ हाई क्लास हुनुपर्छ भन्ने छैन महँगो लाउनुपर्छ भन्ने छैन तर क्लिन हुनु पर्यो र एकदमै म्याचिङ हुने खालको स्विट नभनौँ म्याचिङ हुने खालको लगायो भने जो कसैले हेर्दा पनि नोटिस नगरोस् तर हेर्दाखेरि जो कहिँलाई पनि छि भन्ने चाहिँ नहोस् त्यति चाहिँ हुनु पऱ्यो छ्या यार यो गाडीहरू कहाँ रोक्छ यार लास इरिटेट लाग्ने भने त यस्तो बिचमा लिएर रोकिदियो भने यो बस रिसै उठ्दै यार जान जा 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 अगाडि त्यत्रो खाली छ यार बाटो यत्रो ठुलो गाडी लिएर रोकिदिएर आरामखोर सो त्यही हो ड्रेसअप एकदमै इम्पोर्टेन्ट छ त्यस पछाडि मान्छेको म्यानर बोली हेरिदिन्छ वेल ड्रेसअप छ तर मान्छेको बोली तल्लो स्तरको छ भने त्यो पनि राम्रो होइन मान्छेको पहिला नजर तपाईँको लुकमा जान्छ त्यसपछि तपाईँको बोलीमा जान्छ होइन जस्तो सुकै भयो भने तपाईँको बानी व्यवहारले तपाईँको कुनै मान्छेलाई तपाईँको बानी व्यवहारले लङ टर्म छ भने बानी व्यवहारले इम्प्रेस गर्छ सर्ट टर्म छ भने ड्रेसअपले इम्प्रेस गर्छ कि मेबी गलत पनि हुनसक्छ म सबैको आफ्नो सोच हुनसक्छ तर निट एन्ड क्लिन सफा सुग्घर आफैमा हुनु एउटा राम्रो कुरा हो म ठ्याक्कै कहाँ पुगेँ भन्नु म ठ्याक्कै पुगेँ चावहिल चोक पुगिरहेको छु म चावहिल चोक अनि आज म सुई गौशालाबाट सिधै आइरहेको छु म कहीँ पनि कुनै पनि जाममा परेको छैन अनि यो बिचबाट बाटो काट्नलाई कारवाही हुन्छ हुँदैन यो के काटेको बिचबाट बाटो काटिरहेको हौ रिसै उठ्दो हौ दिमाग खराब जतन गरेको मेरो यो त खाली छ हामी जान्छौँ यता होइन हामी जान्छौँ उता योभन्दा खुसीको खबर अरू केही हुनै सक्दैन ट्राभलको जाममा परिन गाइज क्यान यु गाइज इमेजिन म ट्राभलको जाममा परिन आई जस्ट क्रस द जाम यस कस्तो खुसी लाग्यो मोबाइल हेरेर बाटो नकाटौँ न मोबाइल हेर्नु हुँदैन लडिन्छ गाडीले हानिदिन्छ ठोकिदिन्छ त्यस्तो नगरौँ आउँछु त भनेको थिएँ मैले तर यति बेला आउँछु भनेर भनेको थिइनँ यो भ्लगमा आज अल्छी नगरिकन बेलुका नै पोस्ट गर्छु अहिले बेलुका नै पोस्ट गरिहाल्छु ल गाइस थ्याङ्क यू फर वाचिङ आइन म देखेको छुइनँ म पुरै काली देखिरहेको होला होइन थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु सब्सक्राइब यस्तै बकबक गरेको भिडियो हेर्नुको लागि तपाईँहरूले मलाई सब्सक्राइब गर्न सक्नुहुनेछ तर इन्टरटेनमेन्ट हुन्छ मजा आउँछ अनि मेरो टाइम पास पनि हुन्छ म यत्तिकै स्याड भएर यत्तिकै पर बसेर भिडियो बनाउनु भन्दा बोलेर भिडियो बनाउनु मजा लाग्छ Thank you. चार्ज छैन क्यामेरामा भन्छ होला एकछिनमा चार्ज फुल भइहाल्यो DJI 360 DJIको यो ओस्मो 360मा चाहिँ एउटा प्लस पोइन्ट चाहिँ कति छिटो चार्ज हुन्छ 20-25 मिनट चार्ज गऱ्यो भने टन्नै चार्ज हुन्छ 4-5 मिनटमै 10% भइसकेको हुन्छ
म एकदम छिट्टो चार्ज हुन्छ यो ओस्मो DJI ओस्मो 360 मा चाहिँ अब हामी एक्सन 6 लिने सोचमा छौँ क्यामेरा फर भ्लगिङ यो मेरो 360 भयो अर्को चाहिँ एक्सन 6 लिने सोचमा हो यदि म त्यो लियौँ भने यदि हामीले त्यो लियौँ भने मैले होइन यदि हामीले त्यो लियौँ भने हामी देखाउने छौँ हाला के बाहिर छ क्या छैन रहेछ कस्टमर रहेछ काम गरिराख्नु भएको छ अरे उहाँ लास्ट मेहनती छ यार मान्छे Thank you for watching everyone. Don't forget to subscribe. Bye bye.